मन भक्कानेर आउन खोजेको स्वर निस्किएको थियो। थाहा छैन म जस्तै उसलाई भएको थियो कि थिएन। जिन्दगानीको यो मोडमा आइपुग्दा एउटा मनसँग मन साटिन रहर गरेको थियो, किनकि त्यो मनमा जति आनन्द अनि खुसी अरू मनमा पाउँदिन मलाई थाहा भएको थियो। उफ, आखिर किन आर्ट गरेर व्यक्त हुन सक्दैन? के मैले मायाले छोप्न चाहेको त्यो बरको भित्र अरू कोही त छैन? मन एक तमासले छटपटिन थालिसकेको छ, तर यसको उसलाई भानसम्म पनि छैन कि। नत्र किन यसरी जवाफ फर्काउँदा पनि ऊ लजाउनु सिवाय अरू कुनै प्रतिक्रिया दर्शाउन सक्दैन? कतै म अध्यारोमा कुनै फलको आश गरेर झट्टी हानिरहेकी त छैन? होइन, समय नमिलेको मात्रै हो। उसमा पनि यो जलन पक्का छ, नत्र किन खाली ती आँखाहरूले मलाई हेरिरहन्छ अनि ओठ खोलेर मैसँग बोल्ने बहाना खोजिरहन्छ। उफ, त्यो समय कहिले आउला? उसले मेरो हात समाएर आस्था तिमी मेरी हौ भन्छ। किन हाम्रा भेटहरूले साइत बनाउँदैनन्? उसको आँखामा म छु भन्ने देख्छु, तर ऊ भन्न सकिरहेको किन छैन? सायद हाम्रा मिलनका संयोगहरू नै त्यस्तै भइरहेको छ, जहाँ प्रस्तुत हुन असहज पक्कै छ। कलेजमा साथीहरू हुन्छन् अनि अहिले यहाँ यो कुनै समय हो? उफ, कति सोध्छ मनले उसलाई। अनि किन सोध्छ? कि कुनै सपना पूरा पनि हुन्छन्? जे होस्, तर यो सपनालाई निरर्थक अनि व्यर्थ जान नदेऊ भगवान। एहे, साँच्ची मैले के पो भन्दै थिएँ? म पनि जान्छु भन्न सक्दैनथ्यो? यहाँ आएर म उसको अगाडि आफूलाई काबु नराख्न सक्ने दर्शिएको भान भयो होला, होइन? हो नि साथी, कति खुसी र हर्षित भएको थियो मन मलाई मात्रै थाहा छ। अनि क्षितिज पनि यो खुसीमा पक्कै सामेल छ भन्ने बुझेकी छु मैले। नत्र किन मदेखि उसका आँखा हटिरहेका छैनन्? यहाँ दिदीको मण्डपमा बसेर आधिकारिक विवाह भइरहेको थियो अनि त्यस यज्ञमा भइरहेका दुलहा दुलहीका संस्कार अनि परम्पराका एक कामहरू मेरो मनमा पनि भइरहेको थियो। क्षितिज अलिकति नजिकै आयो र मेरै नजिक आएर सँगै उभियो। नाइ, दिदी अनि भान्जा पनि आउँदै थिइन्, त्यसैले हो। आस्था कसैले सुन्दैछन् कि जस्तै गरेर यताउति हेर्दै सानो स्वरमा बोल्यो क्षितिज। मनमा नै यति खुसी लाग्यो क्षितिज आएर। ऊ भन्दा म 1 इन्च जति हाइटमा कम रहेछु। एकदम सुहाउने रहेछ हाम्रो जोडी। दिदीले मण्डपबाट गरेको इशाराले बुझे। ए, चाहेको त्यति त थियो। जुत्ता चोर लजाउँदै हाँस्यो, व्यङ्ग्य हानी गयो। होइन हो, त्यस्तो चलन हो नि त यो त, जवाफ फर्काए। अनि नि क्षितिज, भेना को पर्नुहुन्छ तिम्रो? मेरो मामाको छोरा। आउँदिन भनेको रिसाउनु भयो, अनि आए नि भन्यो उसले। तर मलाई थाहा थिएन तिम्रो घर भन्ने भन्यो। मलाई लागेको थियो यो सबै थाहा छ उसलाई, तर म गलत साबित भएँ। खाना खान जान मानिरहेकै थिएन, खासै भिड थिएन, त्यसैले म आफै अघि लागेर उसलाई लिएर गएँ। हाम्रो सोल्टी लजाउनुहुन्छ अलिक, ल खानाको व्यवस्था गर्दिन पर्यो, मैले पनि जिस्क्याउँदै भनिदिएँ। अनि गएर हामी दुवैजना एउटा टेबलमा गएर बस्यौँ। उफ, कति लजाको यो मान्छे। 2टा प्लेटमा खाना लिएर आए 2जना। लजाउने सोल्टीलाई त यति त गर्न सक्छौँ है हामी पनि। प्लेट टेबलमा राख्दै शान्तिले पनि जिस्काइन्। त्यसलाई हुत्याइदिउँ जस्तो लागेको थियो। खुबै अर्काको बुढालाई सँग जिस्किन्छ। अनि दुर्गाले भनिहाली, अघि सुनिनस्, दुलाहा बनेर यतै आउने भनेको। मैले त बुझेँ है। टेबलमा 2 प्लेट थिए, अनि क्षितिज र म। ओए, म यत्रो खान्न नि। प्लेट उछाएर 2 चम्चा मेरैतिर थपिदियो। जुठो हालेर दिएको भए के जान्थ्यो मोरोलाई? आफ्नै हातले खुवाउन मन थियो। क्षितिज यस्तै छ है हाम्रोतिर त। मैले आतिथ्यताको संस्कार देखाउन खोजेँ। यो भन्दा कस्तो हुन्छ त? हाँस्दै भन्यो। मैले एड गरेकी छु है तिमीलाई भने। एहे, हामी अहिलेसम्म एड थिएनौ नि? अचम्म मानेको थियो। कहिले फर्कन्छौ? उसले अलिक गम्भीर भएर सोध्यो। खै, अब 1-2 दिनमा फर्कन्छु होला। अप्ठ्यारो मान्दैनौ भने एउटा कुरा भन्छु। अलिक कानैतिर झुकेरै बिस्तारै बोल्यो। भन न, के हो त्यस्तो अप्ठ्यारो मान्नुपर्ने? प्लेटको चम्चा खेलाउँदै भने। जाँदा सँगै जाँदा हुँदैन? कसम, यति खुसी लाग्यो नि त्यो प्रस्तावले। म पनि त त्यही चाहन्थे क्षितिज, किनकि त्यति लामो यात्रा तिमीसँग गर्न पाउनु भनेको हाम्रा कुण्ठाहरू प्रस्फुटन हुने सबैभन्दा उत्तम समय हुने थियो। त्यही जुरुक्क उठेर झ्याप्प अङ्गालो हालेर तिम्रो गाला चुम्न मान लागेको थियो। हुन्छ, मलाई कल गर है त जाने दिन क्षितिज। म पनि त सोचिरहेकी थिएँ भनेर उसँगै यात्रा तय गर्ने निर्णयको अनुमति दिएको भाव दर्शाए। 5 बज्न लागेको थियो। दुलही अन्माउने बेला हुँदै थियो।
दिदीको खुसीको सीमा थिएन, किनकि उहाँको चाहनाले सार्थकता पाउँदै थियो। बिदाईको टीका भेनाले लगाइदिनु पर्दो रहेछ। मेरो पनि पालो आयो। भेनाले टीका लगाइदिनु भयो अनि छेउमा उभिरहनु भएकी मेरी दिदीले मुसुक्क हाँस्दै भन्नुभयो, नानी, मलाई त चित्त बुझ्यो है। म लाजले भुतुक्क भएँ, तर दिदीको स्वीकृतिले मन खुसी भयो। यसको मतलब मेरो रोजाइमा परेको क्षितिज सबैको आँखामा सुहाएको रहेछ। मनमा अटाएको बान्छे सही परेकोमा मेरो छनोटलाई बधाई दिएँ। समयले दिदीलाई हामीबाट अर्कै परिवारसँग जोड्दै थियो। दिदीलाई बिदाईमा बाबा साह्रै मन दुखाएर रुनुभयो। मम्मी पनि रुनुभयो अनि दिदी पनि रुन थाल्नुभयो। मलाई चाहिँ उसलाई हेरेर रुन मन भयो, तर कसरी रुनु? म क्षितिजसँग अलग हुँदै थिएँ। बिस्तारै जन्तीसँगै ऊ पनि मेरो आँखाबाट ओझेल भयो। सबैले बिदाईका हात हल्लाइरहेका थिए अनि म क्षितिजलाई बिदाई गर्नलाई हात हल्लाइरहेकी थिएँ। ऊ पनि बिदाईका हात हल्लाइरहेको थियो। छुटिनुको अलिकति दुःख लाग्यो, तर छुटिनु भनेको फेरि भेटिनलाई पनि त हो। मन एकदमासले चञ्चल भइरहेको छ, खुसी छ, हर्ष छ। उसँग दिनभरि बितेको समय साथमा छ। त्यो भन्दा धेरै मोबाइलमा भर्खरै वालपेपर बनाएर सजाएको उसको र मेरो दिउँसो खिचिएको फोटो। खै व्यर्थै रहन्छ कि यही फोटो हेरेर जुनी बिताउनु पर्यो भने? नै पर्दैन, मेरो मनले भन्छ त्यसो। भोलिपल्ट साँझ मोबाइलको घन्टी बज्यो। नयाँ नम्बर थियो। 4-5 रिङपछि उठाएँ। हेलो।